अलोन भन न। अहिले जस्तो हामी धेरै जसो डिजिटल ट्रान्जेक्सन भएको हुनाले हामी क्यासहरू बोक्दैनौँ। कहिलेकाहीँ हामीसँग चेक नहुँदा एटिएम नहुँदा त्यस्तो इमर्जेन्सी पर्पज परेको केसमा चाहिँ के हामीले ब्याङ्कबाट पैसा झिक्न सम्भव छ त? तिमी अफिस आवरमा ब्याङ्कमा गयौ भने चेकबुक नबोकेको बेला एटिएम नभएको बेला पनि पैसा निकाल्न चाहिँ मिल्छ है। यस्तो समयमा यदि तिमीले मोबाइल ब्याङ्किङ बोकेको छौ भने हाम्रो मोबाइल ब्याङ्किङको डे लिमिट भनेको 3 लाख हो होइन। अनि तिमीले चाहिँ सम्बन्धित ब्याङ्क जस्तै मेरो नबिलमा तिम्रो खाता छ भने चाहिँ नबिलको चाहिँ क्यास काउन्टरमा गएर तिमीले क्युआर गरेर पनि 3 लाख निकाल्न मिल्यो। कसैलाई 3 लाख पेमेन्ट गर्नु छ भने त्यसरी पनि निकाल्न मिल्यो। सजिलो रहेछ नि अहिले सजिलो छ। क्युआरबाट विड्रा गर्न मिल्छ। हाम्रो लिमिट त 3 लाख हो मोबाइल ब्याङ्किङको होइन। त्यो दिन चाहिँ तिमीले लिमिट पुगिसक्यो भने पनि अर्को अप्सन पनि छ है। सम्बन्धित ब्याङ्कमा गएर चाहिँ एउटा लुज चेकको लागि रिक्वेस्ट गर्यो भने ब्याङ्कले इमिडिएटली एउटा लुज चेक तिमीलाई इस्यु गरिदिन्छ र हामीले 4,99,000 सम्म त झिक्न पाइन्छ है। चेकबाट त अब तिमीले लुज चेक पायो भने 4,79,000 निकाल्न मिल्यो। भनेपछि अब अफिस आवरमा छ भने तिमीलाई गाह्रो भएन। एटिएम नभयो भने चेक नभयो भने चेक धेरै सजिलो भइसकेछ है त एकदम। अब चेक चाहियो भने लुज चेक गर्ने होइन, अथवा होइन क्युआर स्क्यान गरेर प्रम्प्टली क्यास निकाल्छु भन्नु भने पनि मोबाइल ब्याङ्किङबाट क्युआर स्क्यान गरेर विड्रल गर्ने। यो चाहिँ दुईटा उपाय हो है।